के गरेको मार्न खोजेको मन्दिर जस्तो पवित्र ठाउँमा आएर झगडा गर्ने अरूलाई दुःख दिने दिमाग छैन यही हो त्यो मारपिट गर्ने मान्छे पुलिस यसलाई हातकडी लगाउनुहोस् आखिर कसरी भयो यो सब उहाँको रूप मानवको आत्मा भगवान हामी बेसहारालाई दिनको खाना पठाउने हाम्रा अन्नदाता हो मन्दिरभित्र दर्शनै नगरी हामीसँग दिन बिताउनुहुन्छ तपाईहरूको दर्शन नै भगवानको दर्शन अनि तपाईहरूको सेवा गर्दा त भगवान प्रसन्न यही नै सत्य हो आमा दैनिक खानेकुरा पठाए पनि वर्षमा एकपटक उहाँ आफ्नो जन्मदिनमा मात्रै आउनुहुन्छ आफ्नो जन्मदिनमा दिनुभयो आमाले यस्तो खाना लाग्नु भएको बेला खोसेपछि एउटा निर्दोषलाई आफ्नै जन्मदिनको दिनमा जेल पठाउनु भयो कस्तो कलेजु भयो